नमस्ते। शिक्षा भनेको कुनै पोखरी जस्तो जमेर बस्ने चिज होइन, यो त निरन्तर बगिरहने एउटा नदी हो। आज हामी यही बहावभित्रको एउटा महत्त्वपूर्ण पाटो अर्थात् नेपालको शिक्षा प्रणालीमा देखिरहेको पुस्तान्तरणको बारेमा कुरा गर्दैछौँ। यसका चुनौती र अवसरहरू के छन् त? ल सुरु गरौँ है त। सबैभन्दा पहिले त यो कुरामा स्पष्ट हौं कि शिक्षा कुनै ढुङ्गा जस्तो स्थिर वस्तु हुँदै होइन। यो त समयसँगै बग्छ, बदलिन्छ अनि नयाँ आकार लिँदै जान्छ। यो एउटा जीवन्त प्रक्रिया हो जहाँ हरेक नयाँ पुस्ताले आफ्नो अनुभव, आफ्नो दृष्टिकोण थप्दै जान्छ। हो, यो भनाइले हाम्रो आजको विषयको मर्मलाई ठ्याक्कै समात्छ। जसरी एउटा नदीले आफ्नो बाटोमा भेटिएका नयाँ कुराहरूलाई समेट्दै अगाडि बढ्छ, ठिक त्यसरी नै शिक्षा पनि हरेक पुस्ताको आवश्यकता र चुनौतीलाई अँगाल्दै विकसित हुँदै जानुपर्छ। अब पुस्तान्तरण भन्नाले के बुझ्ने त? यो भनेको शिक्षक र विद्यार्थीको उमेरको फरक मात्रै होइन है, यो त त्योभन्दा धेरै फराकिलो कुरा हो। यो त सामाजिक, सांस्कृतिक, प्राविधिक र अझ भनौँ मनोवैज्ञानिक सोचमा आउने एउटा ठूलो परिवर्तन हो जसले पूरै सिकाइ प्रक्रियालाई नै तरङ्गित बनाइदिन्छ। हो, यही परिवर्तनले केही चुनौतीहरू पनि सँगै लिएर आउँछ। जब पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको सोच एउटै कक्षाको ठाउँमा ठोकिन्छ, तब केही घर्षणहरू पैदा हुनु त स्वाभाविक नै हो। आउनुहोस्, हेरौँ ती चुनौतीहरू के हुन्। पहिलो र सायद सबैभन्दा ठूलो चुनौती त पढाउने तरिकामै देखिन्छ। एकातिर पुरानो पुस्ताका शिक्षकहरू शिक्षक केन्द्रित विधिमा विश्वास गर्नुहुन्छ, जहाँ उहाँले निर्देशन दिनुहुन्छ र विद्यार्थीले सुन्छन्। अर्कोतिर आजको नयाँ पुस्ता छ जो स्वायत्त सिकाइमा विश्वास गर्छ, अर्थात् आफै खोजेर अनुसन्धान गरेर सिक्न चाहन्छ। अनि अर्को ठूलो खाडल छ प्रविधिको। आजका विद्यार्थीहरू त डिजिटल युगमै जान्नेका हुन् होइन र? उनीहरूका लागि मोबाइल, इन्टरनेट, एप्स भनेको सामान्य कुरा हो। तर धेरै अनुभवी शिक्षकहरूलाई यही प्रविधि चलाउन अझै पनि असहज लाग्न सक्छ, जसले गर्दा ज्ञान हस्तान्तरणमा एउटा ग्याप देखिन्छ। मनोवैज्ञानिक दृष्टिकोणमा पनि त्यस्तै फरक छ। परम्परागत शिक्षणले अनुशासन र निर्देशनलाई पहिलो प्राथमिकतामा राख्थ्यो, तर आजको पुस्ता प्रश्न सोध्न चाहन्छ, आफ्नो विचार राख्न खोज्छ, रचनात्मक हुन खोज्छ। हो, यहीँनिर कहिलेकाहीँ शिक्षक र विद्यार्थी बीच द्वन्द्व सृजना हुन जान्छ। तर एउटा राम्रो कुरा के हो भने हरेक चुनौतीले आफ्नो पछाडि एउटा अवसर पनि लुकाएर ल्याएको हुन्छ। अब यी चुनौतीहरूलाई हामीले कसरी अवसरमा बदल्न सक्छौं, त्यतातिर लागौं। अब हेर्नुहोस् है, यो कति रोचक छ। शिक्षण विधिमा अन्तर हुनु चुनौती हो, तर यसको अवसर के हो त? शिक्षकहरूलाई आफ्नो शिक्षण कौशललाई अझ राम्रो बनाउने, नयाँ कुरा सिक्ने मौका। त्यस्तै प्रविधिको खाडललाई हेरौँ। यो चुनौतीको सबैभन्दा सुन्दर अवसर हो द्विपक्षीय सिकाइ। मतलब शिक्षकले विद्यार्थीबाट प्रविधि सिक्ने अनि विद्यार्थीले शिक्षकबाट अनुभव र ज्ञान सिक्ने। र मनोवैज्ञानिक द्वन्द्वले शिक्षक विद्यार्थी बीचको त्यो पुरानो ठूलो सानोको सम्बन्धलाई तोडेर एउटा सहयोगी सम्बन्ध बनाउने ढोका खोल्छ। हो, यही परिवर्तनले शिक्षक र विद्यार्थी बीचको सम्बन्धको पूरै यात्रा नै बदलिदिन्छ। पहिलेको त्यो कडा तहगत सम्बन्ध अब दुईतर्फी सिकाइ हुँदै एक सहयोगी साझेदारीमा विकसित हुन्छ, जहाँ दुवै पक्षले एकअर्काको विकासमा मद्दत गर्छन्। त्यसो भए यसको निचोड के हो त? यदि हामीले यो पुस्तान्तरणलाई सही तरिकाले व्यवस्थापन गर्न सक्यौं भने यसले विद्यार्थी, शिक्षक र सिङ्गो समाजलाई नै ठूलो फाइदा पुर्याउँछ। कक्षा कोठा रमाइलो र उत्साहजनक बन्छ, सिकाइको गुणस्तर बढ्छ र सबैभन्दा महत्त्वपूर्ण, देशका लागि सोच्न सक्ने जिम्मेवार नागरिक तयार हुन्छन्। ल, अब यी सैद्धान्तिक कुराहरूलाई एकछिन थाती राखेर हाम्रो आफ्नै देश नेपालको वास्तविक परिवेशमा डुबुल्की मारौँ। हाम्रो शिक्षा प्रणालीमा यो पुस्तान्तरणले कस्तो रूप लिइरहेको छ त? नेपालमा एउटा तीतो यथार्थ के छ भने गाउँ र सहर बीचको शैक्षिक खाडल निकै गहिरो छ। सहरका विद्यालयहरूमा प्रविधि र आधुनिक शिक्षण विधि सजिलै पुगेको छ, तर ग्रामीण भेगका धेरै विद्यालयहरू अझै पनि परम्परागत विधिमै निर्भर छन्। यसले के गरिरहेको छ भने एउटै देशमा दुई फरक पुस्ताको शैक्षिक अनुभव सिर्जना गरिरहेको छ। यो कुरालाई अझ राम्ररी बुझ्न आउनुहोस् एउटा वास्तविक कथा सुनौं। रुकुम पश्चिमको एउटा विद्यालयको अनुभवले यो पुस्तान्तरणको द्वन्द्व र सम्भावना दुवैलाई छर्लङ्ग पारिदिन्छ। एकछिन त्यो कक्षा कोठाको दृश्य कल्पना गरौँ त।
सूचना प्रविधि अर्थात् आइसिटी पुग्नुभन्दा पहिले त्यहाँको सिकाइको तरिका सायद हामीमध्ये धेरैले अनुभव गरे जस्तै थियो। शिक्षक केन्द्रमा हुनुहुन्थ्यो, विद्यार्थीहरू चुपचाप कापीमा नोट सारिरहेका हुन्थे। अनुशासन नै सबैभन्दा ठूलो कुरा मानिन्थ्यो। प्रश्न सोध्ने वा खुलेर छलफल गर्ने ठाउँ एकदमै सीमित थियो। अनि एक दिन त्यो विद्यालयमा आइसिटीको प्रवेश भयो। इन्टरनेट र कम्प्युटरले ज्ञानको एउटा नयाँ संसारको ढोका नै खोलिदियो। अब विद्यार्थीहरू शिक्षकको नोटमा मात्र सीमित रहेनन्, उनीहरूले आफै खोज्न र सिक्न थाले र बिस्तारै कक्षा कोठाको शक्ति सन्तुलनमा परिवर्तन आउन सुरु भयो। हो, यहाँनिर नै पुस्तान्तरणको त्यो ठूलो घर्षण देखियो। यो भनाइले त्यही यथार्थलाई समात्छ। शिक्षकहरू जसले आफ्नो वर्षौंको अनुभव र परम्परालाई नै ज्ञानको मूल आधार मान्नुहुन्थ्यो, उहाँहरूलाई विद्यार्थीको यो नयाँ स्वतन्त्र खोजी आफ्नो अधिकारमाथिको चुनौती जस्तो लाग्यो। यो कुनै व्यक्तिको दोष थिएन, यो त दुई फरक पुस्ताको दृष्टिकोणको टकराव थियो। अन्तमा यो सबै विश्लेषणबाट हामी के निष्कर्षमा पुग्न सक्छौं त? यो पुस्तान्तरणलाई हामीले भविष्य निर्माणको एउटा बलियो अवसरको रूपमा कसरी हेर्ने? मुख्य कुरा के हो भने यो पुस्तान्तरण भनेको कसैले जित्नुपर्ने वा हार्नुपर्ने लडाईँ हुँदै होइन, बरु यो त दुवै पुस्ताले मिलेर स्याहार गर्नुपर्ने एउटा सहकार्य हो, जहाँ एउटा पुस्ताको अनुभव र अर्को पुस्ताको नवीन सोच मिलेर शिक्षालाई अझ सुन्दर, अझ सान्दर्भिक बनाउँछ। र जाँदै यो एउटा प्रश्न सबैका लागि छोडेर जान चाहन्छु। हामी सबै मिलेर, चाहे त्यो शिक्षक होस्, विद्यार्थी होस् वा नीति निर्माता, यो पुस्तान्तरणलाई नेपालको शिक्षा प्रणालीको लागि एक सुनौलो अवसरमा कसरी परिणत गर्न सक्छौं? यो एउटा गम्भीर प्रश्न हो, एकपटक सोचौं है त।